अचम्मको कुरा। अदिस र सुसुप्ति कक्षा 3 मा पढ्छन्। उनीहरू अचम्मको कुरा गर्दै विद्यालयबाट फर्किरहेका छन्। अदिस, सुसुप्ति, एउटा अचम्मको कुरा सुन्छौ। सुसुप्ति, कस्तो अचम्मको कुरा भनेको? अदिस, हिजो सपनामा म जात्रा हेर्न गएको थिएँ। मैले त्यहाँ एउटा अचम्मको कुरा देखेँ। सुसुप्ति, तिमी त खाली अचम्मको कुरा मात्र भन्छौ। के देख्यौ, भन न। अदिस, साँच्चीकै झन्डै हामी जत्रा कमिलाहरू। सुसुप्ति, हामीले जस्तै गरी बोल्ने र हेर्ने कमिला। अदिस, हो त नि। ती कमिलाले लुगा पनि लगाएका थिए। उनीहरू पनि जात्रा हेर्न आएका रहेछन्। सुसुप्ति, आमे, कस्तो अचम्म। अदिस, दुवैले कमिज र सुरुवाल लगाएका थिए। एउटाले टोपी लगाएको थियो, अर्काले थिएन। सुसुप्ति, दुवै कमिलाहरू उस्तै उस्तै थिए। अदिस, अनुहार उस्तै थियो। लुगा पनि उस्तै लगाएका थिए, तर। सुसुप्ति, के तर? अदिस, एउटाको लुगाभरि गोबर नै गोबर टाँसिएको थियो। अर्काको लुगामा भने जताततै चिनी नै चिनी। सुसुप्ति, कसरी एउटाको लुगामा चिनी, अर्काकोमा गोबर टाँसिएको? अदिस, एउटा कमिलो गोबरमा बस्दो रहेछ, अर्को चाहिँ मिठाईमा। सुसुप्ति, ती दुवै कमिलाको पहिलेदेखि नै चिन्जान रहेछ। अदिस, कहाँ हुनु? जात्रामा दुवै जना एक अर्कालाई देखेर जिल्ल परेछन्। जात्रा सकेपछि दुवैले आफ्नो परिचय दिएछन्। एउटाको नाम गोबर कमिलो रहेछ, अर्काको नाम चिनी कमिलो। सुसुप्ति, जात्रा सकेपछि उनीहरू कहाँ गए नि? अदिस, चिनी कमिलाले गोबर कमिलालाई आफ्नो घरमा लिएर गयो। म पनि उनीहरूको पछिपछि लागे। सुसुप्ति, तिमीलाई उनीहरूले देखेनन्? अदिस, किन नदेख्नु, तर उनीहरू आफ्नै कुरामा मस्त थिए। सुसुप्ति, अनि? अदिस, दुवै कमिला मिठाई पकाइरहेको ठाउँमा पुगे। त्यहाँ जेरी, स्वारी, लालमोहन र थरी थरीका अरू मिठाईको बास्ना आइरहेको थियो। चिनी कमिलाले गोबर कमिलालाई रोक्यो, के को बास्ना आएको, चिन्न सक्छौ? गोबर कमिलाले भन्यो, गोबरको। यो सुनेर चिनी कमिलो जिल्ल पर्यो। सुसुप्ति, उसले मिठाईको बास्ना थाहा पाएन। अदिस, कहाँ थाहा पाउनु? सुसुप्ति, के भएर थाहा नपाएको? अदिस, चिनी कमिलाले गोबर कमिलालाई निहालेर हेर्यो। उसले गोबर कमिलाको नाकका पालमा गोबर टाँसिएको देख्यो। अनि उसलाई नुहाउन पठायो। सुसुप्ति, नुहाएपछि उसले बास्ना थाहा पायो त? अदिस, नुहाएपछि गोबर कमिलो सफा भयो। नाकको पालमा टाँसिएको गोबर पनि देहाल्यो। उसले मिठाईको बास्ना थाहा पायो अनि खुब रमायो। सुसुप्ति, अनि के भयो? अदिस, दुवै कमिलाहरू गफ गर्दै थिए, म त हिँडिहालेँ। सुसुप्ति, तिमीले त साँच्ची नै अचम्मको कुरा पो सुनायौ। यस्तो कुरा त मैले कहिल्यै सुनेकी थिइन। तिमीलाई धेरै धेरै धन्यवाद। ल जाउँ है, घर पनि आइपुग्यो। अदिस, मेरो पनि आइपुग्न लाग्यो।